यार मैले त्यो फुच्चेलाई बोलाएको यार साँच्ची अहिलेसम्म आउँदैन त अस्ति बोलाएको मेरो फोन गरेर आज बुझ्नु पऱ्यो कता हेलो कहाँ हो फुच्चे त मैले तँलाई चौधरी गाउँको बाटोमा कुरिरहेको छु किन नआएको हो कसलाई कुद्नु भएको दादा म फुच्चे होइन फुच्चेको दाई हो ए फुच्चेको दाई हो त अनि फुच्चे चाहिँ कहाँ गएको छ फुच्चे मैले त्यसलाई खोजिरहेको थिएँ मेरो भाइ बाहिर गइसक्यो फुच्चे भाइ ए भाइ फुच्चे बाहिर गइसक्यो यो तपाईँ झकास दाई हो तिमीलाई मेरो नाम चाहिँ कसरी थाहा भयो झकास भनेर मेरो भाइ फुच्चेले सामान लिने झकास दादासँग भनेको थियो त्यही भएर त दाई दादा यो सामान चाहिँ कहाँ लिन आउनु त हौ झकास दादा भाइ आइज र मैले तेरो भाइलाई नि अस्ति चौधरी गाउँको बाटोमै बोलाएको थियो त पनि त्यही चौधरी गाउँको बाटोमा आइज न म आउँदैछु त पनि आइज ओहो त्यो त घरे दादाहरूलाई पनि बोलाउनु पर्ने थियो काममा जानुलाई त्यो त घरे दादालाई कल गर्नु हेलो दादा कता हुनुहुन्छ आज चाहिँ के काम पऱ्यो कहाँ भेट्नु पर्ने ल दादा 14 भरे गाउँको बाटोमा आउनु पर्ने हो ल फुच्चे हामी आइहालेँ चौधरी गाउँको बाटोमा होइन ल 14 गरे दादा राजनीति गर्छु आधा रक्सी खान्छु आधा तर केटा हो आज जाउँ उसको बाधा पारेको छ काम हामी सब काम मिलाइदिउँ दादा नमस्कार नमस्कार अन्त आयो नि साइलेन्टमा फेरि गयो हेलो ए हामी त 14 घरे गाउँको बाटोमा आएको थियौँ हो र ए ल ल ल म आइहाल्ने हामी आइहाल्ने ल ठिकै छ ल ल ल ल सोचेको दाइ अब हामी एकपल्ट त्यहाँ काम परेछ फर्किन्छौँ अनि त्यो सामान झकास दाइसँग सामान लिएर आऊ अनि फेरि पछि त्यहाँबाट फोन गरेर बोल फेरि हामी आइहाल्छ है हुन्छ दादा ल ल ल ल ल ल हिँड केटा चौधरी गाउँको बाटो त यहीँ हो यहाँ बस्ने ठाउँ र यहीँ बस्नु पर्ला है यहीँ आउँछ होला ए आउँदै रहेछ त्यो पुच्चीको दाई उस्तै उस्तै रहेछ आउँदैछ झकास दादा भन्नुभयो तपाईँ हो मै हो पुच्चेको दाई हो तिमी हो ए सामान लिन्छु ठिक छ मैले सामान ल्याएको छु सामान ल्याएको थिएँ ल सामान चाहिँ हो भाइ त्यही हो तर उता भाइलाई पनि भन्नु नि सामान दिइसक्यो भने मेरो भाइले भनेको सामान यही हो ए नखोला कहाँ यो खोल्छ यो त मट्टीमाला हो मट्टीमाला यो खोल्यो भने त यसको शक्ति जान्छ भाइ तिमीलाई थाहा छैन ए ल जाऊ दिने सामान त लियो दादाहरूलाई नक्कली हो कि सक्कली हो भनेर कल गर्नु पर्छ हेलो दादा भन भाइ दादा मैले सामान लिइसक्यो
यो सामान सक्कली हो कि नक्कली हो हेर्न आउनु दादा। ए सामान लिइसकेको फुच्चे ल हामी आइहाल्यौँ ल ल ल ल ए केटा अलिक हामीले भात खाँदा पनि हिँडौँ त। खै फुच्चे कतै सामान लिएछ होइन हेरौँ त। के हो त यो सामान? चुरा छ त यो चुरा। हेरेर ल्याउनु पर्दैन सामान? होइन दाइ मलाई त हेर्दाखेरि सक्ली उठ्छ भनेर भन्नु नि दाइ। ए झकास भन्ने एउटा मान्छे मात्रै झकास रहेछ होइन। 14 गरे दादा राजनीति गर्छु आज रक्सी खाँछु आज तर यसको डुप्लिकेट सामान दिएछ नि त्यसलाई ओरिजिनल बनाउनु पर्छ दादा। ल केटा हो त्यसको लागि भोलिको हामी झकासलाई भेटेर पुर्याउनु पर्छ त्यसको बाधा। एकछिन केटा हो तर सामान लिएको विषयमा फुच्चेको दाइलाई सम्झाउनु पर्यो। हेर फुच्चेको दाइ सामान लिँदाखेरि अलिकति ध्यानपूर्वक लिएर चाहिँ सामान के हो कसो गरेर विचार गरेर दिनु ल है। अहिलेको लागि छुटौँ ल लकडा दौँ। काम गर्छु भनेर त गर्दैछ केटा हो तर फुच्चेको दाइ कस्तो आँधो रहेछ केटा हो। दिमाग पनि अलिकति सोच्नुपर्छ नि। हामीलाईसम्म त्यत्रो बोलाएर माथिसम्म हामीलाई दुःख दियो। दादाहरूलाई त धेरै पछि भेट्यो त अनुहार देख्न त गाह्रो भयो त दादाहरू। के छ दादा? ठिक छ चित्रे भजित। अनि फोन गरेको थिएँ मैले चित्रे भजितको फोनै लागेन। एउटा अब फुच्चेको दाइले चाहिँ सामान ल्याएको छु मैले आइदिन्न भनेर भन्थ्यो। अनि अब अस्तिको बतासले लाइन साइन गरेर दादा नेटै छैन अनि अब मोबाइलको नेट चलाउँदा नसकिने भयो। त्यो भएर म त यसो माइन्ड फ्रेस गर्नको लागि म नाइट वाक पो हिँडेको छु। ए ठिक छ। अब त्यो फुच्चेको दाइलाई त्यो झकास भन्नेले सामान ओरिजिनल सामान चाहिँ मतिमाला भनेर दिएछ। हजुर हजुर। तर हामीलाई बोलाएर जाँदाखेरि डुप्लिकेट सामान हो हेरेको डुप्लिकेट रहेछ। त्यसपछि हामीले उसलाई पनि सम्झेर अब आइन्दा झकासले त्यस्तो सामान दियो भने कसैलाई त्यसरी दियो भने बुद्धि पुऱ्याएर विचार गरेर अलि हेरी विचार गरेर सामान दिने होला भनेर चाहिँ हामीले सम्झेर आएको। ठिकै छ। अब अहिले फेस भएर हिँड्नु लागेर छ। अब हामी 3 जना छौँ। अब चित्रे भजीसँग 4 जना भएर हामी जाउँ त फर्क्यौँ। के को अलि फेस हुन्छ राति त जाउँ फर्क्यौँ। होइन दाइ म जान्छु दाइ। जानुपर्छ। मेरो काम छ दाजु। ल ल त ल ल ल ल ल गाडी चेक गर्नु पऱ्यो यसो ब्रेक सेक गर्नु पऱ्यो। सित्रे जस्तो छ। अस्ति मलाई यसको दादाहरू ल्याएर उठाउनु लागिरहेको। ओ सित्रे किन हौ दादा? यहाँ आइज। होइन दादा अस्ति त अब तपाईँले गल्ती गर्नुभएको थियो अरे त्यही भएर चाहिँ दादाहरूलाई मैले ल्याएको। मैले के गल्ती गरेछ? नाना थरी कुरा गर्छस्? भिन्चीले हानु? ए दादा तपाईँ पो नाना थरी कुरा गर्नु। अनि अस्ति तपाईँले मलाई पसलमा बाटोमा लुट्नु खोज्नु भएको होइन? दादा पनि खालि बिर्सिदिने क्या। बाटोमा लुट्नु खोजेको त मैले तसँग पैसा कति छ भने चेक गर्नु चाहिँ लागेको। चित्रे हामी जस्तो भिखारीसँग के पैसा हुन्छ हौ दादा? ताले त भिकारी रे छापारे काइजको एरियामा भिखारी भनेर किन हिँड्छस् त? छैन दादा मसँग किन चाहिने मलाई? मसँग पैसै छैन। पैसा छैन भने साले आज भागेर जित्यो।
कोही दिन आउँछ पाउँछ। होइन यतिखेर भइसक्यो आज बहिनी आउँदैन पसलमा कुरेको पनि 2-3 घन्टा भइसक्यो त कहाँ चाहिँ गयो त एकचोटि फोन हान्यो बरु हेलो कहाँ हो बहिनी म यहाँ पसलमा कुरेको 2-3 घन्टा भइसक्यो त दाइ म गाडीबाट झरिसक्यो बाटोमा आउँदैछु लिन आउनु न रात पनि परिसक्यो ए ल ल बहिनी म आइहालेँ लिनलाई किन ढिलो आयो त बहिनी बाटोमा गाडी जाम परेर त्यसै त हामी बात पऱ्यो ए बहिनी नेपालको बाटो यस्तै त हो नि अब बिजोग छ अब हिउँदोमा त ठिकै हो बर्खामा त बडा बिजोग छ के गर्नु दुख बिमार भयो भने नि बडा गाह्रो छ हाम्रो ठाउँमा ए बहिनी यस्तै हो नेपालको बाटो अब जाम साम त्यही त हो नि अब नेपालमा धेरै नेताहरू छ अब चुनावमा मात्रै आउने हो अरू बेला फर्केर हेर्दैन त्यही त हो नि चुनाव आएपछि आउने हो अरू बेला आउँदैन बर्खामा चाहिँ बिजोग छ हाम्रो गाउँमा के गर्नु दाइ त्यस्तो नेताहरूको के कुराहरू गरेर जानु जम्मिया पसल रहेछ ए पसलमा त सानो नानी पो रहेछ त दाइ ए हो त रहेछ त है बहिनी नानी यहाँ यो पसलमा के पाउँछ चिसो जात सबै पाइन्छ दिदी खाने हो त दाइ चिसो ए नखा होला बहिनी आज चिसो अलिक जाडो पनि छ अलिक टन्सिल भइरहेको छ घाँटी दुखिरहेको छ आज नखा होला चिसो जय शम्भु जय सङ्गाती जय झाँक्री ओ झाँक्री बाबा आउनुभएको नमस्कार झाँक्री बा नमस्कार नानी नमस्कार अनि यो पछाडिको नानी चाहिँ को हो नि म त चिन्न सकिनँ खै नमस्कार पनि केही गरेन यो भर्खरै आएको काठमाडौँबाट अब नयाँ नयाँ छ अब त्यही त हो नि अहिलेको अब बच्चाहरू अनि त्यही भएको चाहिँ के हो के होइन झाँक्री बा दाइ रहेछु दाइले ल ल म झाँक्री बासँग कुरा गरेको एउटा गाउँमा एउटा झाँक्रीले नहुनेको म पनि यसो झाँक्री काम गरौँ भनेको यसो 1-2वटा मन्त्र सिकाइदिनु हुन्छ कि अब गाउँमा अब झाँक्री दुईजना भयो भने यसो काम पनि लाग्छ अब तपाईँलाई पर्दा मलाई पर्दा तपाईँ एउटा मन्त्रले झाँक्री बन्दैन बाबु झाँक्रीको ढुकौरे चाहिँ बन्नु मिल्छ है बाबु यसमा तल भत्ता केही हुँदैन ढुकौरे बन्ने हो त बाबु झाँक्री बा मैले तपाईँलाई सिरियस नै भनेको थियो मैले चाह्यो भने तपाईँलाई नै ढुकौरे बनाउनु सक्छु मलाई ढुकौरे भने मेरो जति ज्ञान छ तसँग भन्दालु हे दाइ हिँड्नु घर कहाँ झगडा गरेर आएको यस्तो झाँक्रीहरूसँग त झगडा गर्नु हुँदैन त मन्त्र लाउँछु फेरि रात परिसक्यो हिँड्नु घर सालोलाई मन्त्र लाएर ठिक पार्नलाई भने त्यो बहिनीलाई लगिहाल्यो नि आज मेरो दिमाग खराब पाऱ्यो कसले दिमाग खराब पार्यो झाँक्रीबालाई आज त 12 बजीसम्म म त त्यहाँ बसिरहेको थिएँ उफ्रिरहनु भएको छ झाँक्रीबा के हो तपाईँलाई खै एउटा फुच्ची आएको थियो मलाई झाँक्रीबा फुकिदिनु भन्यो फुकिदिएँ तर रात बितेको पनि मलाई थाहा भएन 12 बजे खै मेरो दाजु हो कि भाइ हो कि चल्ला हो कि मलाई केही पनि भएन खै केही थाहै पाएन हौ खै सिधै एउटा चल्लाएर मेरो दिमाग खराब पारिहाल्यो खै के गर्नु र ए झाँक्रीबा तपाईँ पनि झाँक्री भयो त चल्लाको पो दिमाग खराब गर्ने हो त झाँक्रीले चल्ला मन्साउँछ तपाईँले त्यति पनि थाहा छैन चल्ला मन्साउँछ अन्डा मन्साउँछ चल्लाहरूले नै झाँक्रीको
दिमाग खराब गरेपछि झाँक्रीको के काम झाँक्री बा काम छैन झाँक्री बाको मन त छैन है क्या झाँक्री बासँग नाम मात्रको झाँक्री हो कि क्या तपाईँ उहिले कहानीमा त्यसो भन्थे धामीहरू सत्य हुन्छ भन्थे अहिलेको धामीहरूको त खोइ मलाई त खासै विश्वास लागेन झाँक्री बा तपाईँ पनि त्यस्तै झाँक्री हो कि क्या उहिले पुरा खुलेर गएको अहिले पुरा खाइरहेको अब यस्तो कुरा छोडिदिनु झाँक्री बा रात पनि पर्छ कि काम तपाईँ बुझाउने हो तपाईँ घर नजाने अब जाउँ घर मसँग लाग्ला छ जाउँ झाँक्री बा घर जाउँ अब के बस्ने होइन सिधै मैले ख्याल पो भन्न चाहन्छु रिसा हालेको झाँक्री बासँग के रिसाउनु ल बस्नु झाँक्री बा मलाई हल्का यस्तो लाग्यो गएन म पनि एकछिन बाहिर पो गएर बस्नु पर्यो को आयो रहेछ त्यहाँ कालो कालो हिँड्न तैँले सोधिरहनु पर्ने काम छैन अहिले अब राति जाने हो तैँले कुन चाहिँ फटा बसिरहेको 12 बजी रातिसम्म है त्यसलाई त हो रहेछ दादा तैँले कुन चाहिँ फटा अब त्यहाँ कुन चाहिँ रहेछ खालि जोसी होस् त्यसलाई गएर मिठो चुरोट झिक्का खाइदिउँ दादा बाल लाइटर बाल्न आउँदैन अहिलेसम्म लाइटर त भन्नु के छ चुरोट खाएर ल झर्छौँ न हुँदैन खान्छ त्यही हो दादा पनि दिनमै 80वटा चुरोट खाइदिने खोइ हामी चाहिँ नखानु कान्छ नि कस्तो कुरा गर्नु यो भर्खर एउटा खाएको बिहानभरि मैले त ठुटा सल्काउँदै खाएको कान्छ देखेन अघि त्यही नदेखेर त त्यो यसो भुइँतिर यसो अरूले खाएको ठुटासँग 80वटा पुग्यो होला कान्छ के गर्नु जिन्दगी त चल्नु पऱ्यो कान्छ जब यहाँ गफ गर्नु हुँदैन त्यो कुन चाहिँ र त्यसको व्यवस्था गर्नु हुन्छ दादा के हो अहिले यति रातिसम्म बसिरहेको चाहिँ के चुर हो कि कि झाँक्री बा हो झाँक्री बा भन्नु भने फेरि माला सर लाखेन चुर हो कि के हो कान्छ अन्नहरू त्यसो फेरि झाँक्री बा जुन छ उसले 12 भइसक्यो फेरि चुर्नु भयो कान्छ एकचोटि कुर्सी लिएर गफ गर्नु बसेर ए झाँक्री बा हो झाँक्री हो के म झाँक्री हुँ के तिमीहरू मसँग निखोज्न आएको हो तिमीहरूलाई म अहिले यी सुवा बनाइदिन्छु ए हो झाँक्री हामीलाई सुहा गर्ने कान्छ ए हामीलाई झाँक्री बाको मन्त्रले सुहा गर्ने आजदेखि तेरो मन्त्र म यहीँ खत्तम पारिदिन्छु साले